नमस्कार, श्रमिक खबरमा स्वागत छ। नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन नेसहुमयुद्वारा पर्यटन क्षेत्रमा सामाजिक सुरक्षा, उचित वेतन र रोजगारीको रक्षा, 100% सेवा शुल्क, पुनः प्राप्ति, श्रमिकको अधिकार भन्ने विषयमा चैत 28 गते जिफन्टको सभाहालमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले मजदुरहरूको अधिकारका रूपमा स्थापित सेवा शुल्क बापतको पारिश्रमिक पाउने व्यवस्था कानुनमै स्थापित गर्न नेतृत्व र सरकारसँग वार्ता, आन्दोलन, संवाद र दबावका कार्यक्रमहरू अगाडि बढाउनु पर्ने भन्नुहुँदै श्रमिकबाट सर्वोच्चको आदेश मार्फत छिनिएको उक्त सुविधा प्राप्तिका लागि जिफन्टले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैगरी जिफन्टका महासचिव लक्ष्मण शर्माले हामीले कसरी अधिकार पायौं र कसरी गुमायौं समीक्षा गर्न आवश्यक छ भन्नुहुँदै अधिकार प्राप्तिका लागि मजबुत संगठन निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रममा जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरि नेपाल, नेसहुमयु अध्यक्ष लक्ष्मण तिवारी, युनिट्राभ अध्यक्ष सुमन पराजुलीले होटल श्रमिकहरूको अधिकार र रोजीरोटी कोभिड पछि कटौती हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै कतिपय होटलहरूले नियमित प्रकृतिको काम भइरहँदा पनि करारमा धेरै कर्मचारी राख्ने र पुराना कर्मचारीलाई दिएको काम घटाएर खुम्च्याउने काम गरेको बताउनु भएको थियो। दक्षिण एसियाली ट्रेड युनियन परिषद सार्टुकले लैङ्गिक नीति विषयक 2 दिने कार्यक्रम चैत 28 र 29 गते काठमाडौँमा सम्पन्न गरेको छ। कार्यक्रममा जिफन्ट अध्यक्ष तथा सार्टुकका उपाध्यक्ष विनोद श्रेष्ठले लैङ्गिक समानताको लागि महिला प्रतिनिधित्व मात्र होइन, समान सहभागितामा जोड दिनुपर्ने भन्नुहुँदै लैङ्गिक नीति तर्जुमा गर्नुपर्ने र नेपालले आईएलओ अभिसन्धि 190 तत्काल अनुमोदन गर्नुपर्ने बताउनुभयो। नेपाल ट्रेड युनियन महासंघ जिफन्ट रत्नगर पालिका कमिटीको चैत 29 गते सम्पन्न बैठकले रश्मि बर्दौलाको संयोजकत्वमा नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ नेभा रत्नगर पालिका अधिवेशन आयोजक कमिटी गठन गरेको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीम ज्वाला राईको प्रमुख आतिथ्यतामा चैत 29 गते सम्पन्न झापा जिल्ला भेलाले केदार रायमाझीको अध्यक्षतामा 9 सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ। जिफन्ट अभियान अन्तर्गत चैत 29 गते क्युपेक नेपाल बारा जिल्ला कमिटीद्वारा नयाँ वर्ष 2082 को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। श्रमिकद्वारा श्रमिकका लागि तयार पारिएको श्रमिक खबर हेरिदिनु र सुनिदिनु भएकोमा धन्यवाद। समृद्धि र अग्रगति हाम्रो अभियान।